धेरैले भिडियो त बनाउनुहुन्छ कुनै एकदमै राम्रो क्यामेराबाट, तर त्यो भिडियोलाई WhatsApp मेसेन्जरबाट पठाएर त्यो भिडियोको क्वालिटी कम गर्नुहुन्छ। तपाईले तपाईको मोबाइल या तपाईको क्यामेराबाट जस्तोसुकै भिडियो खिच्नुहुन्छ र तपाईले एडिटिङ गर्ने ट्याब्लेटसम्म कसरी आउन सक्छ तपाईको त्यो ओरिजिनल भिडियो जस्तै क्वालिटीमा, आज म तपाईलाई बताउन जाँदैछु। एकदमै गजबको तरिका छ र तपाईले कुनै पनि ठाउँबाट खिचेको जस्तो तपाईको मोबाइल या तपाईको क्यामेराले खिचेको छ त्यही भिडियो तपाईको एडिट गर्ने ट्याब्लेटको क्यापासिटी कम भए पनि त्यहाँसम्म पुगुन्जेलसम्म तपाईको भिडियो जस्ताको त्यस्तै हुन्छ। नयाँ ट्रिक छ, तपाईको भिडियोको क्वान्टिटी जुन 5 मिनेटको भिडियोमा 1 GB हुन्छ त्यही नै सेमै तपाईको क्वालिटी पनि उस्तै नै हुने गर्छ। आज म तपाईहरुलाई बताउँछु स्क्रिन शेयर गरेर। सुरु गरौँ है त। यो एकदमै गजबको ट्रिक छ। अब म तपाईलाई देखाउँछु, हेर्दै जानुहोस्। तपाईको भिडियोलाई जस्तोसुकै भए पनि तपाईको खिचेको भिडियो चाहे त्यो जति एचडी को भए पनि या तपाईको क्वालिटी वाला भए पनि जस्तो भिडियो तपाईको क्यामेरामा छ त्यस्तै भिडियो तपाईको एडिटिङ गर्ने ठाउँमा पुर्याउनको लागि सेम क्वालिटीको तपाईको भिडियो हुनेछ। त्यो के हो? जीमेल द्वारा तपाईले बनाएको भिडियो पठाउनुहोस्। त्यो गरिसकेपछि के हुन्छ भने तपाईलाई जीमेल कसरी क्रिएट गर्ने, जीमेलबाट आइडीहरु कसरी बनाउने भन्ने विषयमा त भिडियो बनाइसकेको छु। आज म तपाईहरुलाई बताउँछु तपाईकै कमेन्ट्सको आधारमा तपाईको भिडियोको क्वालिटी किन यति राम्रो छ। कारण के हो? म के गर्छु भने यो जीमेल छ, यो जीमेलमा क्लिक गर्ने, यो जीमेलमा क्लिक गरिसकेपछि मैले क्यामेराबाट खिचेका जति पनि भिडियोहरु हुन्छन् ती भिडियो जब म एडिटिङ गर्ने ट्याब्लेट वा ल्यापटपमा पठाउँछु तब मैले मेलद्वारा ती भिडियोहरु अपलोड गर्छु। जस्तै कि त्यहाँबाट मैले भिडियो अपलोड गरे, मसँग एउटा भिडियो छ, सेम भिडियो मैले अर्को मोबाइलमा पठाउनु पर्यो भने के गर्छु, म जीमेलद्वारा भिडियोलाई ट्रान्सफर गर्छु। यो गर्दा चाहिँ के हुन्छ भने तपाईको भिडियोको क्वालिटी जस्तो छ अर्को मोबाइलमा जाँदा पनि त्यसको क्वालिटी उति नै हुने गर्छ। आउनुहोस् सुरु गरौँ कसरी पठाउने हो त। जस्तै यहाँ केही भिडियोहरु मैले अलरेडी पठाइसकेको छु, तपाईलाई सुरुदेखि कुरा गर्छु। यहाँ तपाई तल देख्न सक्नुहुन्छ जहाँ पर एउटा पेन जस्तो देखिएको छ, यसमा क्लिक गर्ने, यसलाई भनिन्छ कम्पोज। यसमा भित्र गइसकेपछि तपाईले जब कम्पोज द मेल गर्नुहुन्छ नि तपाईको इमेलमा तपाईको कहाँ पठाउने हो त्यो मेल यहाँ टाइप गर्नुहोस्। यसमा यहाँ मैले यसमा पठाउने हो। सब्जेक्ट तपाईले लेख्नुस् या नलेख्नुस् फरक पर्दैन, लेख्नुभयो भने तपाईको आएको मेल के हो त भन्ने विषयमा स्पष्टसँग देखिन्छ। न्यू भिडियो। अब तल जाने कम्पोजमा हुन्छ। कम्पोजमा गइसकेपछि वर्डहरु लेख्न पनि सक्नुहुन्छ, नलेखिकन तपाईको भिडियो मात्रै जस्तो रेकर्ड गरेको त्यस्तै पनि पठाउन सक्नुहुन्छ। अब तपाईको माथिपट्टि जुन एरो घुमाइएको छ त्यसमा गएर क्लिक गर्ने। यहाँ गइसकेपछि अप्सन आउँछ तपाईको 4 वटा, फोटो, क्यामेरा, फाइल अनि ड्राइभ। अब तपाईको ड्राइभमा पनि हुन सक्छ, फाइलमा पनि हुन सक्छ र क्यामेराबाट खिचेको पनि हुन सक्छ र फोटोमा पनि तपाईको त्यो क्वालिटी वाला भिडियो हुन सक्छ। यहाँ मसँग छ फोटोमा। अब म तपाईलाई देखाउँछु कि यो भिडियो म जस्ताको त्यस्तै अर्को मेलमा पठाउन चाहन्छु। अब मैले गरे एड गरिसकेपछि म गर्छु एड भयो। यो भइसकेपछि फाइल आर सेन्ड टु द ड्राइभ, अटोमेटिक ड्राइभमा गइ पनि सक्यो। अब ड्राइभमा गइसकेपछि के हुन्छ भने तपाईले यहाँ डिलिट गरे पनि तपाईको यो भिडियो अलरेडी तपाईको ड्राइभ भन्ने एउटा सेक्सन हुन्छ त्यहाँ गएर बसेको हुन्छ। अब म के गर्छु, डाइरेक्ट अब वर्डहरु लेख्नु छ या अरु एड गर्नु छ भने फेरि क्लिक गर्ने, यही जाने, जसरी गर्नुभयो त्यसरी नै गर्ने, अरु एड गर्नु छ भने। तर मैले यो मात्रै पठाउने हो। अब यो मात्रै पठाउनको लागि यहाँ माथि जुन एरो दिएको छ नि यो एरोमा क्लिक गर्दिने। क्लिक गरिसकेपछि आजकल नयाँ अप्सन आएको छ जीमेलहरुमा पनि। पहिला डाइरेक्ट जान्थ्यो, तर अहिले भने के हुन्छ यहाँ तपाईलाई केही सोधिएको हुन्छ। अब के गर्ने, सेन्ड विदाउट शेयरिङमा डिलिट अप्सन गर्ने, त्यसपछि तपाईले गर्ने सेन्ड। अब यो गरिसकेपछि तपाईको मेल गयो। अब अर्को ओपन गर्दाखेरि तपाईले जस्तो ओपन गर्नुहुन्छ नि त्यस्तै खालको तपाईको फोटो या भिडियो आउने गर्छ। तपाईको क्यामेराले जतिको क्वालिटी खिचेको छ अर्को मोबाइलमा पठाउनु पर्यो त्यही क्वालिटीको भने तपाई न WhatsAppमा जानुस्, न मेसेन्जरमा जानुस्, न कहीँ जानुस् या जे पनि गर्नुस्, तर मेलबाट पठाउनु भयो भने
सेम क्वालिटीकै भिडियो तपाईले प्राप्त गर्न सक्नुहुन्छ। अब भोलि फेरि यस्तै ट्रिकको साथ अर्को भिडियो लिएर आउनेछु। आशा गर्छु तपाईले यो सिक्नु भएको होला। तपाईलाई कुन विषयमा सिक्नु छ कृपया कमेन्ट्स पनि गर्न नबिर्सनु होला। धन्यवाद।